पहिला सुरु यो रियाक्सन सुन्नु ल दिदीको। वाउ कस्तो दामी बनाइदिएछौ, मलाई कस्तो मन पर्यो यो डिजाइन चाहिँ, लास्टै मन पर्यो है। मैले कस्तो चाहिँ केकमा डिजाइन बनाएर दिदीले यस्तो राम्रो रियाक्सन दिनुभयो। तपाईहरुलाई पनि थाहा पाउनु मन छ भने भिडियोलाई लास्टसम्म हेरिदिनु होला। नमस्ते सबैजनालाई। आज चाहिँ मलाई दुईटा केकको अर्डर आएको थियो। एउटा चाहिँ मेरै साथीको बर्थडेको र अर्को चाहिँ सधैँ लाने दिदीले अर्डर दिनुभएको थियो। पहिला सुरु चाहिँ मेरो साथीको बर्थडेको केक बनाउँदैछु। यो केकमा चाहिँ सबै कलरफुल क्रिमहरूले क्यान्डल बनाइदिए। अनि केकको माथि पनि क्यान्डल बनाइदिए र केकमा ह्यापी बर्थडे लेखिदिएको छु। क्रिमले डिजाइन बनाइदिए र हाम्रो केक यस्तो भएको छ। अब चाहिँ दिदीले दिएको केकको डिजाइन बनाऊँ है। आइसिङ गरिसकेपछि मैले चाहिँ केकमा डिजाइनको लागि आउटलाइन गरेको थिएँ। आउटलाइनको माथि चकलेट गनासले आउटलाइन गरिदिए। आउटलाइन गरिसकेपछि ब्लू कलरको क्रिमले डिजाइन दिए अनि व्हाइट कलरको क्रिमले पनि डिजाइन दिए। लास्टमा पिंक कलरको क्रिमले डिजाइन दिए र केक माथिको केकको डिजाइन कति राम्रो भएको छ। साइडको फ्ल्यागमा पनि कलर एड गरिदिए। त्यसपछि व्हाइट कलरको क्रिमले माथि र तल डिजाइन बनाइदिए। हल्का कपालले छेलिएछ र केकमा ह्यापी बर्थडे लेखिदिएको छु। अनि सबै कलरको क्रिमले डट डट दिएर केकलाई कलरफुल बनाइदिए। अनि हाम्रो केक यस्तो भएको छ। कस्तो लाग्यो तपाईहरुलाई? मन पर्यो कि परेन कमेन्ट गर्नु होला। धन्यवाद।